सबैजनालाई स्वागत छ मेरो भ्लगमा। आज म आफ्नै कम्पनी लाइफ फार्मास्युटिकलमा आएको छु भिजिटिङ टुर गर्न। तपाईले हेराउने छु म यहाँ म्यानुफ्याक्चरिङ कसरी हुन्छ, प्याकिङ कसरी हुन्छ, सबै तपाईहरुलाई हेराउने छु। आज हाम्रो यो कम्पनी चाहिँ बुटवलमा छ, लाइफ फार्मास्युटिकल तिलोटामा। हाम्रो साथीहरु पनि उता छिरिसकेछन्। अब म नि जाँदैछु अब भित्र के कसो छ तपाईहरुलाई म हेराउने छु। ल धन्यवाद। फिनिशिङ प्रोडक्टहरु ल जाम। यहाँ फिल गर्ने यसमा चाहिँ दुईवटा पाइप लागेको छ तलबाट। यो चाहिँ मेजरिङ सिलिन्डर भन्छ। तपाईले जति चाहिँ आफूलाई चाहिएको छ नि त्यति क्वान्टिटी चाहिँ अपरेटरले सेट गरिसकेपछि ठ्याक्कै अटोमेटिक सिस्टमले यो दुईटा नोजलले ठ्याक्कै चाहिँ फिल गर्छ। त्यतिमा 100 ml सेट गर्नुपर्छ, 100 ml होइन ठ्याक्क फिल गर्छ। त्यसपछि अगाडि बढ्छ, यो कन्भेयरले अगाडि सार्दिन्छ। अनि यहाँ चाहिँ टिपी क्याप हुन्छ, टिपी क्याप पनि अटोमेटिक लाग्छ। यहाँ एउटा चिउट हुन्छ, हजुर हजुर, त्यो चिउट चाहिँ निकालेछ भने अटोमेटिक ढक्कन पनि लाग्छ। अनि उसले सिलिङ गरिदिन्छ। सिल गरिसकेपछि यो चाहिँ भिजुअल इन्स्पेक्सन होल्ड भन्छ यहाँ। अनि यहाँ चाहिँ म्यानुअली चाहिँ तपाईँको एभ्री बोटल चाहिँ नि फिजिकली चाहिँ इन्सपेक्ट गर्ने, त्यसलाई चाहिँ ढक्कन कटेको छैन, टाइट भएको छैन, त्यसमा भोल्युम कम छ कि भेरिएसनहरू हेर्नलाई दुईजना मान्छे बसेर पर्सनली चाहिँ हेर्ने। अब यसको पनि साइन्स छ सर। कसो हाम्रो त डार्क छ औषधि क्यारामल कलर, क्यारामल लाइट छ नि त, त्यो देखिन्न पार्टिकल, तर क्लियर पनि त हुन्छ नि एलोपेथिकमा। तपाईँले धेरै औषधिहरू एकदम क्लियर छ। अनि भिजुअल इन्सपेक्सन हुडमा तपाईँको यसरी दुईवटा पार्ट राखिदिएको हुन्छ, ब्ल्याक पार्ट र व्हाइट पार्ट। यसको फाइदा के हुन्छ भने यहाँ जब लाइट बल्छ नि सर, अनि तपाईँले चाहिँ इन्डिभिजुअली एउटा बोतल उठाएर चाहिँ यो व्हाइट पार्टमा यसरी गर्नुभयो भने यदि औषधिभित्र ब्ल्याक पार्ट छ भने ठ्याक्क व्हाइट पार्टमा देखिन्छ, रिफ्लेक्ट हुन्छ त्यो। अनि ब्ल्याक पार्टमा राख्यो भने व्हाइट पार्टिकल छ भने देखिन्छ। त्यो क्लियर औषधिहरू थुप्रै छ त, क्लियर औषधिहरू बिकम्प्लेक्स क्लियर हुन्छ होइन। तर हाम्रो आयुर्वेदमा चाहिँ त्यो देखिन्न। त्यही भएर हामीले फिल्टर गर्दाखेरि बरु डबल ट्रिपल फिल्टर गर्ने, उनी चाहिँ आफूले त्यसलाई चाहिँ केयर गर्नु पर्यो। त्यसरी हुन्छ यदि तपाईँसँग यो जाँदैन राखेको लाग्छ एउटा एउटा पुरै चेक गरेर चाहिँ पुरै चेक गरेर यहाँ राखिन्छ। त्यसपछि यो त्यसको उयो सुरु भयो। त्यसपछि उहाँ गएर उता प्याकिङ यसमा छ सर, यो चाहिँ क्याप्सुल छ, यो सिल भइसकेको छ, हेर्न मिल्दैन। सिल फिल गरेर यहाँ फिल गरेर यहाँ त्यसपछि यहाँ चाहिँ म त यतिकै जाने भयो, स्टेप बाई स्टेप यो त लेबलिङ अटो कोडिङ छ नि, सबै चाहिँ एकदम अटो प्रिन्ट गर्छ। यहाँ खाली छ होइन, अटो प्रिन्ट गरौँ। अनि यहाँ सेन्सरले अटोमेटिक खालि नजिकबाट हेर्नु बाहिर आउँछ ठ्याक्क। यो क्याप्सुलको सेक्सन उता भयो भने डबल मेसिन त राख्न सकिँदैन नि त। अनि उता प्रिन्ट गरेर सबै कम्प्लिट गरेर ल्याएर उसमा चाहिँ सर्लक्क उहीँ रेडी आउँछ, यहाँ आउँछ। त्यसरी मेनुअल राख्नु परेन, त्यही लेखी आउँछ टमाटर चाहिँ यहाँ बसेर प्याकिङ हुन्छ। क्याप्सुल चाहिँ सेक्सन उता भएको हुनाले त्यतादेखि 320 हो, टाइल्स फ्री हो, हाम्रो कम्पनीको राम्रो प्रोडक्ट हो। यसमा क्याप्सुल चाहिँ मात्र हुनु है। अघि हामी उता डिस्पेन्सिङ जुन रुम हेऱ्यो नि, त्यहाँबाट डिस्पेन्स गरिसकेपछि मेटेरियल यहाँ हुन्छ।
छैन आइसक्छ। यो क्याप्सुल म्यानुफ्याक्चरिङ र फिलिङ एउटै रुममा हामीले गर्छौँ, किनभने यो डस्ट पाउडर सिस्टम भएको हुनाले होइन हजुर यसले चाहिँ यहीँ सेपरेट गरिएको छ। अब क्याप्सुलमा के हुन्छ भने अब यसमा ड्राई एक्सट्र्याक्ट हाम्रो चाहिँ बाहिरबाट आउँछ, ड्राई एक्सट्र्याक्ट त्यो रेडी नै हुन्छ क्या। अनि त्यसलाई चाहिँ ड्राई गर्ने, सिफ्ट गर्ने, त्यसपछि ब्लेन्ड गर्ने होइन, मिक्स गर्ने प्रक्रिया चाहिँ यहाँ आउँछ। यो चाहिँ ड्रायर हो। अब त्यो ड्राई एक्सट्र्याक्टलाई अथवा अरू एक्सिपियन्सलाई त्यसले ड्राईको आवश्यकता छ भने यहाँ चाहिँ फुल्ली अटोमेटिक सिस्टम हो यो। यसलाई चाहिँ तपाईँले कति टेम्परेचरमा कति समय सेट गरिदिनु भयो भने अटोमेटिक ड्राई गरेर अटो कट हुन्छ यो। त्यसपछि यसलाई कोन ब्लेन्डर भनिन्छ। पहिला चाहिँ यसलाई सिफ्टिङ गर्ने, यहाँ जाली लगाएको हुन्छ होइन, भित्र मेस साइज हुन्छ, कति मेसबाट तपाईँले त्यसले चाहिँ पास गर्ने हो होइन, फर्मुलेसनको एकोर्डिङ त्यसले चाहिँ यसबाट पास गर्ने। त्यसपछि पास गरिसकेपछि यो चाहिँ ब्लेन्ड गर्छ, मिक्स गर्छ होइन। मिक्सिङ भइसकेपछि तपाईँको बल्क रेडी भयो क्याप्सुलको। त्यसपछि तपाईँको त्यसले चाहिँ टेस्ट गरिसकेपछि यसमा चाहिँ गर्ने के हो सर? यसमा यो चाहिँ फिलिङ मेसिन हो सर, अब म बताउँछु। त्यसपछि तपाईँको यसरी यस्तो प्लेट आउँछ। अब यो चाहिँ सेमी भएको हुनाले यसरी प्लेट आउँछ। यो चाहिँ 300 होल्स छ यसमा। अनि क्याप्सुल इम्प्टी क्याप्सुल छ नि, त्यसपछि यो हप्परमा राखिसकेपछि क्याप्सुल चाहिँ यहाँ यो प्लेट यहीँ राखेपछि यो मेसिनले अटोमेटिक त्यसमा चाहिँ क्याप्सुल फिल गरिदिन्छ। अनि त्यसमा त दुईवटा चिज हुन्छ, एउटा बडी हुन्छ, एउटा क्याप हुन्छ। त्यसपछि त्यहाँबाट प्लेट ल्याइसकेपछि यो मेसिनले यहाँ चाहिँ प्लेट राखिन्छ। प्लेट राखिसकेपछि त्यो बडी र क्यापलाई चाहिँ सेपरेट गरिदिन्छ। बडीलाई तल पारिदिन्छ, क्यापलाई माथि होइन। त्यसपछि क्याप साइडमा राख्ने, अनि त्यसपछि यो त्यसरी ब्राकेट राखेर अनि अब मानौँ तपाईँले आफै क्यालकुलेट गर्न सक्नुहुन्छ। 300 होल्स छ, एउटा क्याप्सुलमा तपाईँको 500 mg तपाईँको फिल गरिन्छ भने 300 क्याप्सुलमा कति ग्राम पाउडर चाहियो त? भेरी गुड। अनि क्यालकुलेट गरेर त्यति पाउडर चाहिँ वे गरेर त्यसमा ठ्याक्क राखिदिने। अनि त्यसपछि यसले चाहिँ फिल गर्ने। यसले चाहिँ तपाईँको ट्यापिङ गर्ने काम गर्छ होइन, ट्याप गरिदियो। त्यसपछि त्यो कम्प्लिट भइसकेपछि क्याप ल्याएर राख्नुहुन्छ। त्यसपछि गरेर यो थिचेपछि दुइटैले फेरि लक 300 क्याप्सुल रेडी। त्यसपछि त्यो चाहिँ उता इन्सपेक्सनको लागि गइहाल्छ। त्यसपछि त्यो पोलिसिङ अनि त्यसलाई चाहिँ इन्डिभिजुअली एउटा क्याप्सुललाई पलिस पनि गर्ने काम हो, किनभने डस्ट बाहिरबाट लगाएको हुन्छ नि त। अनि यो चाहिँ प्रक्रिया अटोमेटिक पनि हुन्छ, अटोमेटिक मेसिन पनि हुन्छ। अटोमेटिक मेसिनमा आफै फिल गरिदिन्छ होइन। पोलिस गर्ने चाहिँ अर्को छुट्टै मेसिन हुन्छ, यस्तै हप्पर हुन्छ, राखिसकेपछि त्यो पोलिस गरेर अटोमेटिक गर्छ। र हामीले चाहिँ अहिले चाहिँ म्यानुअली छ हाम्रो। यसरी चाहिँ तपाईँको त्यही पनि दुईवटा मेसिनले एक दिनमा 50,000 क्याप्सुल आनन्दले म्यानुफ्याक्चरिङ र फिलिङ प्याक सबै यहीँ हुन्छ त्यो? यहीँ सक्यो होइन, यहाँ सक्यो। अब उतापट्टि पोलिस इन्सपेक्ट गरेर त्यही डब्बामा हाल्ने। ब्लिस्टर छैन होइन, ब्लिस्टर स्ट्रिप छैन। तर क्याप्सुल फिलिङ भइसकेपछि त्यसलाई चाहिँ क्युसी इभ्यालुएसनमा जानुभन्दा पहिला क्वारेन्टाइनमा राख्न त पऱ्यो, त्यहाँ त राख्न पाइएन किनभने अरू प्रोडक्ट त्यहाँ हाल्नु पऱ्यो। त्यही भएर एउटा यसरी छुट्याएको हुन्छ एउटा स्पेस, यहाँ चाहिँ नि राखिदिने कि होइन, यहाँ राखिदिने। अनि त्यसपछि क्युसी इभ्यालुएसन भइसकेपछि क्युसीले जब रिलिज गर्छ त्यसपछि हामी चाहिँ अब यहाँ ब्लिस्टरको लागि रुम पनि राखेका छौँ हामीले, हाम्रो विभागबाट पास छ। यो चाहिँ यो रुममा हामी राख्ने यो पनि तपाईँको अटोमेटिक प्रिन्टिङ मेसिन हो। यहाँ चाहिँ डुप्लेक्सहरू प्रिन्ट हुने गर्छ, जस्तै जति पनि डुप्लेक्सहरू छ नि यो फ्रेसको यस्तो चाहिँ नि यहाँ पनि त्यस्तै त्यही उताको प्रिन्टर जस्तै हो पनि अटोमेटिकमा हुन्छ। यो चाहिँ त्यो एमआरपीहरू अनि एक्सपायरीहरू सबै त्यो यहाँ चाहिँ प्रिन्ट हुन्छ। यो चाहिँ बाहिरैबाट आयो गरे, यो चाहिँ हामीले चाहिँ यहाँ ब्याचहरू सबै यहीँ हुन्छ होइन। प्रिन्टिङ हुन्छ। ठिकै छ। यो चाहिँ हाम्रो त्यो स्पेस सेट छ। यो एक्सपायरीहरू, ब्याचहरू अनि एमआरपीहरू सब बनाउने यो मेसिन हो।
नि मैले अघि भनेको थिएँ नि यो जडीबुटी छ भित्र एक्सट्र्याक्सन त्यो बनिरहेको छ भित्र एक्सट्र्याक्ट निकाल्ने पकाइरहेछ पाक्दैछ यो ओभरनाइट पाक्छ अनि बिहान चाहिँ एक्सट्र्याक्ट निकालिन्छ होइन त्यसपछि सुगर मेल्ट गरेर त्यसलाई चाहिँ बनाइन्छ सर हेर्न चाहनुहुन्छ भने सक्नुहुन्छ है काको छ अलिअलि पाएको छ अलि त्यो छ चोखो गर्दा ल हिँड हिँड बाबा यो हाम्रो के भन्छ यो के हो लाइभ भिटाको लागि बन्दै हो सर ल हेर्नुहोस् तपाईँहरू खानुहुन्छ लाइभ भिटा यस्तो बन्दो रहेछ हेर्नु होइन मैले लाइभ भिटाको लागि बन्दै हो के यो सुगर फ्री कि प्लेनमा कुन सुगर सुगरवाला हो हजुर ए ए सुगर ए ल अब आँखाले पनि हेर्न भयो नि त सुगर लाइभ भिटा कस्तो बन्दो रहेछ अब मार्केटमा लाइभ भिटा भनिन्छ अब कस्तो भन्छ त्यो पनि हेर्न पायो लाइभ भिटा सिरप सिरप होइन होइन सिरप भन्दाखेरि बनाउँदा ल सर ल यहाँ प्याकिङहरू हुँदैछ पुरै गर्मी भिडियो ए ल हुन्छ पुरै गर्मी भयो त ल फाइनल्ली टुर कम्प्लिट भयो हाम्रो यो चाहिँ यहीँ खोलिदिने हो